नमस्कार। जीके क्वेसन एन्सरमा यहाँहरूलाई स्वागत छ। भिडियोलाई पुरा हेरेर आफ्नो प्रतिक्रिया छोड्न नभुल्नुहोला। आजको पहिलो प्रश्नमा हेरौँ। एसियाली पूर्वाधार लगानी ब्याङ्कको प्रधान कार्यालय कुन ठाउँमा रहेको छ? एसियाली पूर्वाधार लगानी ब्याङ्कको प्रधान कार्यालय कुन ठाउँमा रहेको छ भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। अप्सन एमा रहेको छ काठमाडौँ, बी मनिला, सी न्युयोर्क र डीमा रहेको छ बेजिङ। एसियाली पूर्वाधार लगानी ब्याङ्कको प्रधान कार्यालय कुन ठाउँमा रहेको छ भनिएको छ। यसको सही उत्तर हेरौँ। यसको सही उत्तर हुन्छ अप्सन डी बेजिङ। चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन्? चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् भनिएको छ। र फटाफट कमेन्ट गर्नु त। हामीसँग अप्सनमा रहेको छ अप्सन ए पृथ्वीनारायण शाह, बी टङ्कप्रसाद आचार्य, सी जङ्गबहादुर राणा र डीमा रहेको छ बिपी कोइराला। चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् भनिएको छ। महत्त्वपूर्ण प्रश्न रहेको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन बी टङ्कप्रसाद आचार्य। प्रश्न नम्बर 3मा हेरौँ। मेरो मृत शरीरमा नै भारतको विभाजन हुनेछ भन्ने भारतीय राजनीतिज्ञ को हुन्? मेरो मृत शरीरमा नै भारतको विभाजन हुनेछ भन्ने भारतीय राजनीतिज्ञ को हुन् भनिएको छ। महत्त्वपूर्ण प्रश्न रहेको छ। अप्सनमा हेरौँ। अप्सन ए महात्मा गान्धी, बी वल्लभभाइ पटेल, सी सुभाष चन्द्र बोस र डीमा रहेको छ जवाहरलाल नेहरू। मेरो मृत शरीरमा नै भारतको विभाजन हुनेछ भन्ने भारतीय राजनीतिज्ञ को हुन् भनिएको छ। फटाफट कमेन्ट गर्नु त। यसको सही उत्तर के हो? यसको सही उत्तर हुन्छ अप्सन ए महात्मा गान्धी। नेपाल र चीनबीच थापाथली सन्धि कहिले भएको थियो? नेपाल र चीनबीच थापाथली सन्धि कहिले भएको थियो भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। अप्सन एमा रहेको छ 1910 चैत्र 13 गते, विक्रम सम्वत 1911 चैत्र 13 गते, विक्रम सम्वत 1912 चैत्र 13 गते र डीमा रहेको छ विक्रम सम्वत 1913 चैत्र 13 गते। नेपाल र चीनबीच थापाथली सन्धि कहिले भएको थियो भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त। यसको सही उत्तर के हो? यसको सही उत्तर हुन्छ अप्सन सी विक्रम सम्वत 1912 चैत्र 13 गते। प्रश्न नम्बर 5मा हेरौँ। नेपाल भ्रमण गर्ने पहिलो भारतीय राष्ट्रपति को हुन्? नेपाल भ्रमण गर्ने पहिलो भारतीय राष्ट्रपति को हुन् भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। अप्सन एमा रहेको छ एपिजे अब्दुल कलाम, बी ज्ञानी जेल सिंह, सीमा रहेको छ सर्वपल्ली राधाकृष्णन र डीमा रहेको छ डाक्टर राजेन्द्र प्रसाद। नेपाल भ्रमण गर्ने पहिलो भारतीय राष्ट्रपति को हुन् भनिएको छ। एबिसिडीको आधारमा आफूलाई लागेको सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन डी डाक्टर राजेन्द्र प्रसाद। नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो? नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो भनिएको छ। यसको सही उत्तर चुज गर्नुहोस्। अप्सन एमा रहेको छ सन् 1960 अप्रिल 28 को, बी सन् 1940 अप्रिल 28 को, सीमा रहेको छ सन् 1970 अप्रिल 28 को र डीमा रहेको छ सन् 1990 अप्रिल 28 को। नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त। यसको सही उत्तर के हो? यसको सही उत्तरमा रहेको छ अप्सन ए सन् 1960 अप्रिल 28 को। प्रथम विश्वयुद्ध हुँदा बेलायती पक्षमा कति राष्ट्रहरू सहभागी थिए? प्रथम विश्वयुद्ध हुँदा बेलायती पक्षमा कति राष्ट्रहरू सहभागी थिए भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। अप्सन एमा रहेको छ 16 राष्ट्रहरू, बी 12 राष्ट्रहरू, सी 11 राष्ट्रहरू र डीमा रहेको छ 9 राष्ट्रहरू। प्रथम विश्वयुद्ध हुँदा बेलायती पक्षमा कति राष्ट्रहरू सहभागी थिए भनिएको छ। र फटाफट कमेन्ट गर्नु त। आफूलाई लागेको सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। यसको सही उत्तर हुन्छ अप्सन बी 12 राष्ट्रहरू। प्रश्न नम्बर 8मा हेरौँ। निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। दोस्रो विश्वयुद्धको परिणामस्वरूप संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो? दोस्रो विश्वयुद्धको परिणामस्वरूप संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो भनिएको छ।
अप्सनमा हेरौँ अप्सन ए सन् 1945 अक्टोबर 24मा, बी सन् 1946 अक्टोबर 24मा, सी सन् 1951 अक्टोबर 24मा र डीमा रहेको छ सन् 1943 अक्टोबर 24मा। दोस्रो विश्वयुद्धको परिणामस्वरूप संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। यसको सही उत्तर हुन्छ अप्सन ए सन् 1945 अक्टोबर 24मा। प्रथम विश्वयुद्ध समाप्त भएको कति वर्षपछि दोस्रो विश्वयुद्ध सुरु भएको थियो? प्रथम विश्वयुद्ध समाप्त भएको कति वर्षपछि दोस्रो विश्वयुद्ध सुरु भएको थियो भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। अप्सन एमा रहेको छ 11 वर्षपछि, बी 26 वर्षपछि, सी 21 वर्षपछि र डीमा रहेको छ 36 वर्षपछि। प्रथम विश्वयुद्ध समाप्त भएको कति वर्षपछि दोस्रो विश्वयुद्ध सुरु भएको थियो भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। यसको सही उत्तर हुन्छ अप्सन सी 21 वर्षपछि। प्रश्न नम्बर 10 मा हेरौँ। दोस्रो विश्वयुद्धमा नेपालले कति आर्थिक सहयोग गरेको थियो? दोस्रो विश्वयुद्धमा नेपालले कति आर्थिक सहयोग गरेको थियो भनिएको छ। 4वटा विकल्प रहेका छन्। अप्सन एमा रहेको छ 5 लाख, बी 50,000, सी 1,50,000 र डीमा रहेको छ 1 लाख। दोस्रो विश्वयुद्धमा नेपालले कति आर्थिक सहयोग गरेको थियो भनेको छ। महत्त्वपूर्ण प्रश्न रहेको छ। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। यसको सही उत्तर हुन्छ अप्सन डी 1 लाख। नेपालकै सबैभन्दा ठुलो भैँसी फार्म रहेको दोराफेदी कुन जिल्लामा पर्दछ? नेपालकै सबैभन्दा ठुलो भैँसी फार्म रहेको दोराफेदी कुन जिल्लामा पर्दछ भनिएको छ। हामीसँग 4वटा विकल्प रहेका छन्। अप्सन ए मनाङ, बी गोर्खा, सी तनहुँ र डीमा रहेको छ कपिलवस्तु। नेपालकै सबैभन्दा ठुलो भैँसी फार्म रहेको दोराफेदी कुन जिल्लामा पर्दछ भनिएको छ। ल यसको सही उत्तर फटाफट कमेन्ट गर्नु त। यसको सही उत्तर हुन्छ अप्सन सी तनहुँ। नेक्स्ट प्रश्नमा हेरौँ। प्रश्न नम्बर 12 मा उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको नेपालको जिल्ला कुन हो? उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको नेपालको जिल्ला कुन हो भनिएको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। एमा रहेको छ बझाङ, बी नुवाकोट, सी धादिङ र डीमा रहेको छ धनुषा। उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको नेपालको जिल्ला कुन हो भनिएको छ। यसको सही उत्तर हुन्छ अप्सन सी धादिङ। नेपालको पहिलो राजदूत को हुन्? नेपालको पहिलो राजदूत को हुन् भनिएको छ। अप्सनमा हेरौँ। अप्सन ए दमन शमशेर, बी टङ्कप्रसाद आचार्य, सी भीमसेन थापा र डीमा रहेको छ बिन्देश्वरी शाह। नेपालको पहिलो राजदूत को हुन्? ल फटाफट कमेन्ट गर्नु त नेपालको पहिलो राजदूत को हुन्। यसको सही उत्तर हुन्छ अप्सन डी बिन्देश्वरी शाह। प्रतिदिन एउटा मानिसलाई कति आयोडिन आवश्यक पर्छ? प्रतिदिन एउटा मानिसलाई कति आयोडिन आवश्यक पर्छ भनिएको छ। महत्त्वपूर्ण प्रश्न रहेको छ। एबिसिडीको आधारमा आफ्नो सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। अप्सन एमा रहेको छ 50 माइक्रोग्राम, बी 100 माइक्रोग्राम, सी 150 माइक्रोग्राम र डीमा रहेको छ 250 माइक्रोग्राम। प्रतिदिन एउटा मानिसलाई कति आयोडिन आवश्यक पर्छ भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। यसको सही उत्तर हुन्छ अप्सन सी 150 माइक्रोग्राम। साथीहरू आजको अन्तिम तथा 15औं प्रश्नमा हेरौँ। नेपाल र भारतबीच महाकाली सम्झौता कहिले भएको थियो? निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। नेपाल र भारतबीच महाकाली सम्झौता कहिले भएको थियो भनिएको छ। अप्सनमा हेरौँ। अप्सन ए विक्रम सम्वत 2032 माघ 29 गते, विक्रम सम्वत 2042 माघ 29 गते, विक्रम सम्वत 2052 माघ 29 गते र डीमा रहेको छ विक्रम सम्वत 2062 माघ 29 गते। नेपाल र भारतबीच महाकाली सम्झौता कहिले भएको थियो भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। यसको सही उत्तर हुन्छ अप्सन सी विक्रम सम्वत 2052 माघ 29 गते। हामीले प्रस्तुत गरेको जीके क्वेसन एन्सर भिडियो यहाँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया छोड्न नभुल्नुहोला। धन्यवाद।